नमस्कार प्यारा विद्यार्थी भाइ बहिनीहरू, वेलकम टु इजी टेक्नोलोजी। यसै नजिकै रहेछ, अब यसै तर्खर नजिक आइरहेछ। लगभग 2 देखि 3 महिना लगभग टाइम छ तपाईसँग। धेरै सब बच्चाहरू डराइरहेछन् कि के गर्ने होला, कसरी पढ्ने होला, टाइम बहुत कम छ। तपाईलाई यदि हल्का त्यस्तो खालको फिल भइरहेछ कि अब म के गर्ने कसरी गर्ने भने यो भिडियो तपाईको लागि एकदम धेरै इम्पोर्टेन्ट छ। आज यो भिडियोमा म तपाईलाई बताउँछु कि ठ्याक्कै 3 महिनामा तपाईले के गर्ने, कुन तरिकाले पढ्ने, फुल रोड म्याप तपाईलाई के हुन्छ आज म तपाईलाई गाइड गर्छु। कुन तरिकाले तपाईले अगाडि बढ्ने हो, अब 3 महिनामा तपाईले के पढ्ने, कसरी पढ्ने र कति टाइम दिने हो, सबै कुरा म तपाईलाई के हुन्छ राम्रोसँग बताउँछु। कुन कुरामा तपाईलाई ध्यान दिने हो र कुन गल्ती तपाईको नगर्ने अब यो 3 महिनाभित्र, जसबाट तपाईको प्रत्येक सब्जेक्टमा जसले तपाईलाई पास गर्न सजिलो होस्, कुनै पनि सब्जेक्टमा तपाईलाई एन्जिन हलाओस्। म तपाईलाई के हुन्छ राम्रोसँग आज पुरै आइडिया के हुन्छ बताउने होला छु। भिडियो राम्रोसँग ध्यान दिएर लास्टसम्म हेर्नु होला। स्टेप बाई स्टेप प्रत्येक कुरा के हुन्छ राम्रोसँग सुन्नु होला र प्रत्येक कुरा राम्रोसँग बुझ्ने कोसिस गर्नु होला। तपाई यदि च्यानलमा पहिलोचोटि आएर भिडियो हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब अवश्य गरिदिनुस् यस्तै किसिमको नयाँ नयाँ भिडियोहरू हेर्नको लागि। दसको विद्यार्थी हुनुहुन्छ भने अब एसईको इक्जाम 2.5 देखि 3 महिनासम्म लगभग टाइम बाँकी छ। अब यो टाइममा तपाईले के हुन्छ भने सबभन्दा राम्रोसँग बढी ध्यान दिनुपर्छ। यो टाइम भनेको विद्यार्थीले पेनिक लिने हैन, तपाईको टेन्सन लिने हैन, प्रेसर लिने टाइम होइन। यो टाइममा विद्यार्थीले प्रेसर नलिएर तपाईको हुन्छ प्लानिङ गर्ने टाइम हो। अब कुन तरिकाले अगाडि बढ्ने, कसरी पढ्ने, के कुरा राम्रोसँग ध्यान दिने, यो कुरा तपाईलाई के हुन्छ फोकस गर्ने टाइम हो। टेन्सन लिएर तपाईको उल्टे पढेको कुरा सबै के हुन्छ बिर्सिहाल्नुहुन्छ। तपाईले टेन्सन लिने हैन, जस्ट के हुन्छ भने प्लानिङको साथमा अगाडि बढ्न पर्छ। कुन तरिकाले गर्ने सबै कुरा तपाईले के हुन्छ राम्रोसँग म यो भिडियोमा ध्यान दिएर के हुन्छ पुरै बताउने होला छु र तपाईले पनि के हुन्छ राम्रोसँग स्टेप बाई स्टेप सबै कुरा राम्रोसँग ध्यान दिएर सुन्नु होला। अब तपाईले जक्कै जुन टाइम बाँकी बचेको छ, तपाईको 2.5 देखि 3 महिना टाइम बाँकी बचेको छ, तपाईले यदि यो टाइमको राम्रोसँग प्रयोग गर्न सक्नुहुन्छ, राम्रोसँग प्लानिङको साथ पढ्न सक्नुहुन्छ भने तपाईको रिजल्ट चेन्ज हुन सक्छ। एटलिस्ट भन्न खोज्नुको मतलब तपाईले यो 3 महिनासम्म राम्रोसँग पढ्नु भएन भने पास हुने विद्यार्थी पनि एन्जी लाएर बसिहाल्छन् र जुन विद्यार्थीहरू पढ्नमा थोरै कमजोर छन् तिनीहरूले यो 2.5 देखि 3 महिनाको टाइम यदि राम्रोसँग ध्यान दिएर पढेछन्, प्लानिङको साथ पढेछन् भने तिनीहरू पनि के हुन्छ मजाले पास हुन सक्छन्। जुन बच्चालाई डर लागिरहेछ मेरो यो सब्जेक्टमा एन्जी लाग्छ कि भन्ने, मलाई डर लागिरहेछ, ट्युसन कोचिङ पढ्दा पनि लगभग राम्रोसँग पुरै कभर भइरहेको छैन भने राम्रोसँग तपाईलाई म तरिका बताउँछु कुन तरिकाले तपाईले पढ्ने हो, के कुरामा ध्यान दिने हो, जसबाट तपाईँ कुनै पनि सब्जेक्टमा एन्जी लाग्दैन, तपाईले प्रत्येक सब्जेक्ट के हुन्छ पास हुन सक्नुहुन्छ यसैको इक्जाममा। अब म तपाईहरुलाई मन्थली वाइज कुन तरिकाले पढ्ने, तपाईको स्ट्रेटेजी के हो, कुन तरिकाले पढ्दा हामीले कुन तरिकाले प्लानिङ गर्ने म तपाईलाई बताउन गइरहेको छु। पहिलो महिना तपाईले के गर्नुस् भने प्रत्येक जति पनि सिलेबस छन् कुनै पनि च्याप्टरको है, कुनै पनि सब्जेक्टको प्रत्येक सिलेबसलाई के हुन्छ कभर गर्ने कोसिस गर्नुस्। पहिलो दिन त तपाईको हुन्छ पहिलो महिना है, इजी च्याप्टर मात्रै हैन, जुन सब्जेक्ट तपाईलाई गाह्रो हुन्छ, जुन च्याप्टर तपाईलाई गाह्रो लाग्छ त्यो च्याप्टर पनि के हुन्छ राम्रोसँग फोकस गरेर कभर गर्नुस्। कुनै पनि च्याप्टर नछोड्नुस्, गाह्रो भयो नि सजिलो भयो नि मजाले के हुन्छ कन्सेप्ट बुझेर के हुन्छ पढ्ने कोसिस गर्नुस् पहिलो महिनामा। अनि साथीहरु दोस्रो महिनामा जति पनि ठ्याक्कै पहिलो महिना तपाईले पढ्नु भएको थियो, जति पनि तपाईको सिलेबस भ्याउनु भएको थियो, प्रत्येक सिलेबसको जुन छ तपाईले रिभिजन सुरु गर्नुस् है। एटलिस्ट तपाईँ ठ्याक्कै के हुन्छ भने अब रिभिजन गर्ने टाइम तपाईको हुन्छ। जति पनि तपाईले पढ्नु भएको थियो त्यो सबै के तपाईले पाले दिनदिनै तपाईँ हल्का हल्का के हुन्छ रिभिजन गर्नुस्। सकेसम्म कुनै पनि सब्जेक्ट नछुटोस्, प्रत्येक दिन तपाईले प्रत्येक सब्जेक्टलाई के हुन्छ कभर गर्ने कोसिस गर्नुस्, जसबाट तपाईले के हुन्छ कन्सिस्टेन्सी के तपाईको बनिरहन्छ, जसबाट तपाईले के हुन्छ प्रत्येक सब्जेक्ट के हुन्छ मजाले के हुन्छ बुझेर पढ्न सक्नुहुन्छ र कुनै पनि सब्जेक्टको कुनै पनि क्वेशन तपाईले के हुन्छ बिर्सिनु नपरेको। तपाईले मोडल क्वेशन सल्भ गर्न एकदम राम्रोसँग ध्यान दिनु होला। तपाईले 82 मा एक्जाम दिइराख्नु भएको छ भने तपाईले 78 सम्मको जुन छ ठ्याक्कै हो भन्दा पहिलाका ठ्याक्कै जुन 78 सम्मको मोडल क्वेशन राम्रोसँग ध्यान दिनुस् प्रत्येक सब्जेक्टको है, जसमा तपाईले राम्रोसँग क्वेशन को प्याटर्न पहिला बुझ्नुस् कि कुन क्वेशन बारम्बार रिपिट भएर आइरहेछ। जुन क्वेशन तपाईको बारम्बार रिपिट हुने गर्छ, जुन क्वेशनको जुन कन्सेप्ट हुन्छ बारम्बार रिपिट भइरहेछ भने त्यस्तो क्वेशन तपाईको लगभग धेरै सो के हुन्छन् सेम टु सेम त्यस्तै क्वेशन आउने गर्छन् आउने इक्जाममा। त्यही भएर तपाईले क्वेशनको प्याटर्न राम्रोसँग बुझ्नुस्, त्यसपछि राम्रोसँग के हुन्छ स्टडी गर्नुस् र मोडल क्वेशन सल्भ गर्नमा सबभन्दा बढी टाइम दिनु। साथीहरु कन्सिस्टेन्सी भनेको एकदम मजबुत हुनुपर्छ मोडल क्वेशन सल्भ गर्नको लागि। आज मोडल क्वेशन सल्भ गर्यौं, भोलि छोड्दिने, पर्सि छोड्दिने, 2-4 दिनपछि फेरि 2-4वटा क्वेशन गर्ने, फेरि छोड्दिने। त्यसरी गर्नुहुन्छ भने तपाईको पढाइमा निरन्तरता हुँदैन, तपाईले कन्सिस्टेन्सी तपाईको हुन्छ बिगार्नुहुन्छ, जसबाट तपाईको हुन्छ भने इक्जाममा राम्रो मार्क्स आउँदैन। धेरै सो बच्चाहरुको हुन्छ जाने पनि के हुन्छ लास्टमा एन्जी लगाइहाल्छन्। तपाईको इक्जाम ठ्याक्कै 30-40 दिन बाँकी छ या तपाईको 35-40 दिन ठ्याक्कै मतलब 1 महिना तपाईको बाँकी छ भने सबभन्दा इम्पोर्टेन्ट टाइम भनेको त्यही हुन्छ। त्यो टाइममा तपाईले के गर्ने, कुन कुरा तपाईले ध्यान दिने, यदि यसमा तपाईले के हुन्छ राम्रोसँग फोकस गर्नु भएन भने ट्यालेन्टेड विद्यार्थीले पनि के हुन्छ गएर एन्जी लगाइहाल्छन् धेरै सो सब्जेक्टमा। अनि राम्रोसँग यदि ध्यान दिएर पढेछन् भने कमजोर भन्दा कमजोर विद्यार्थी पनि के हुन्छन् पास हुन सक्छन्।
त्यही भएर तपाईँले यो जुन ठ्याक्कै 1 महिनाको जुन गोल्डन पिरियड भन्छ, ठ्याक्कै 1 महिनाको जुन टाइम हुन्छ 40-45 या तपाईँको 30-35 दिनको, यसमा तपाईँले सबभन्दा बढी ध्यान दिनु भनेको यही टाइम हो। साथीहरू जुन तपाईँको जुन छ ठ्याक्कै जुन 1 महिनाको टाइम बाँकी बचेको हुन्छ, त्यसमा तपाईँले नयाँ च्याप्टर पढ्न बन्द गरिदिनुहोस्। जुन नयाँ जुन तपाईँले योभन्दा पहिला जुन पढ्नु भएको थिएन त्यो च्याप्टरलाई अब के हुन्छ हल्का कम फोकस गर्नुहोस्। यसमा के गर्नु, तपाईँको ठ्याक्कै जुन 1 महिना टाइम बाँकी बचेको छ, यो टाइममा तपाईँले के गर्नुहोस्, रिभिजन गर्नु र तपाईँको प्र्याक्टिसमा बढी टाइम दिनुहोस्। अब जति पनि योभन्दा पहिला तपाईँले पढ्नुभएको थियो, पहिलो महिना र दोस्रो महिनामा जुन तपाईँको जुन पढ्नुभयो, त्यो जुन जति पनि पढ्नु थियो सबैलाई के हुन्छ रिभिजनमा अलिक बढी फोकस गर्नुहोस्। बारम्बार के हुन्छ रिभिजन गर्नुहोस्, बारम्बार त्यसलाई प्र्याक्टिस गर्नुहोस्। जस्तै न्युमेरिकल सब्जेक्ट छ भने, मानव म्याथ भयो, साइन्स हुन्छ, यिन सबैमा के हुन्छ तपाईँले बारम्बार के हुन्छ प्र्याक्टिस गर्नुहोस्। जुन कुरा तपाईँलाई आउँछ भने त्यसलाई अझै प्र्याक्टिस गर्नुहोस् राम्रोसँग। जुन आउँदैन त्यसमा अलिक बढी फोकस गर्नुहोस्। जुन च्याप्टर थोरै गाह्रो छ त्यसलाई तपाईँले बारम्बार फोकस गरेर के हुन्छ टाइम दिनुहोस्। अनि अरू कुरा, जुनमा तपाईँलाई अलिक समस्या धेरै बढी छ भने तपाईँ आफ्नो क्लासको जुन सर हुनुहुन्छ, आफ्नो टिचरसँग अझै के हुन्छ कोअर्डिनेसन बनाएर पढ्ने प्रयास गर्नुहोस्। तपाईँले यदि कुनै सब्जेक्टको कुनै क्वेसन तपाईँलाई आएन भने इक्जाममा तपाईँले छोडिदिनुहुन्छ भने त्यसबाट तपाईँ एनजी लाग्ने डर धेरै हुन्छ। त्यही भएर सकेसम्म एसईको इक्जाममा कुनै पनि क्वेसन छोड्न आउँदैन। राम्रो नम्बर ल्याउन छ, राम्रो नम्बर तपाईँले पास हुन चाहनुहुन्छ भने तपाईँले सबै क्वेसन के हुन्छ टच गर्नुपर्ने आवश्यक हुन्छ। प्रत्येक क्वेसन तपाईँले के हुन्छ लेख्नुपर्ने आवश्यक हुन्छ र चाहिने कुरा मात्र लेख्नुपर्छ त्यसमा। अब के हुन्छ भने एउटा यस्तो तरिकाले तपाईँले प्लानिङ गर्नुहोस्, ठ्याक्कै जुन 1 महिनाको टाइम बाँकी बचेको हुन्छ कि मेरो भोलि नै कि पर्सि नै के हुन्छ 2 दिनपछि मेरो इक्जाम छ, त्यो तरिकाले तपाईँले के हुन्छ तयारी गर्नुहुन्छ भने तपाईँको कुनै पनि सब्जेक्टमा एनजी लाग्दैन। प्रत्येक सब्जेक्ट के हुन्छ मजाले कटाउन सक्नुहुन्छ। आजै रुटिन बनाउनुहोस्, टाइम टेबल बनाउनुहोस् र आजदेखि के हुन्छ पढ्न सुरु गर्नुहोस्। मजाले तपाईँले के हुन्छ पास गर्न सक्नुहुन्छ। जति पनि विद्यार्थी तपाईँको यसपालि एसई दिनुहुन्छ उहाँ सबै विद्यार्थीलाई के हुन्छ मेरो तर्फबाट बेस्ट अफ लक छ। यो 3 महिना तपाईँले के हुन्छ राम्रोसँग प्लानिङको साथमा, स्ट्रेटेजीको साथमा के हुन्छ अगाडि बढ्नुहोस्। मजाले के हुन्छ पास गर्न सक्नुहुन्छ। गाह्रोभन्दा गाह्रो टपिक, गाह्रोभन्दा गाह्रो सब्जेक्ट मजाले तपाईँले के हुन्छ कटाउन सक्नुहुन्छ, मजाले के हुन्छ पास गर्न सक्नुहुन्छ। तपाईँलाई भिडियो मन परेछ, तपाईँलाई इन्फर्मेटिभ लाग्छ भने भिडियो लाइक गरिदिनु होला एन्ड च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नु होला। आफ्नो साथीभाइहरूलाई यो भिडियो सेयर अवश्य गर्नु होला। भेट्छौँ अर्को भिडियोमा नयाँ कन्टेन्टको साथमा। तबसम्मको लागि बिदा चाहन्छु। नमस्ते, थ्याङ्क यू सो मच, अल द बेस्ट सबैजना विद्यार्थीहरूलाई।